हेलो गाइज, गुड मर्निङ। अब चाहिँ म आज चाहिँ बिहानको 10 बज्न लागेछ, 9:30 जति भयो। काममा जाँदैछु। मेरो चाहिँ काम सधैँ बेलुका हुन्थ्यो भने आज चाहिँ बिहानबाटै छ, 10 बजेदेखि नै छ। तर आज चाँडै सकिन्छ। 10 बजे गएर म 2 बजेतिर सकिन्छु। अनि सकिएपछि 2 बजे काम सकाएर म 3 बजेतिर घर आइपुग्छु। त्यसपछि म फेरि अनि कता घुम्न जाने, अब के गर्ने अहिलेसम्म सोचेको छैन। अहिले चाहिँ काम छ मेरो चाहिँ हप्तामा 3 दिन जति काम हुन्छ, कहिलेकाहीँ 2 दिन मात्रै हुन्छ। अनि म अरू बेला चाहिँ घरमै हुन्छु। बिहान बेलुका यताउति हिँड्ने गर्ने, एक्सर्साइज गर्ने भन्दा केही गरेको छैन अहिले चाहिँ। अब चाहिँ आजको दिन कसरी बित्छ म फुल भिडियो बनाउने छु, तपाईँहरू हेर्दै गर्नु होला है त गाइज। अहिले चाहिँ म अब यहाँबाट काममा जानलाई लगभग 30 मिनट जति लाग्छ। अहिले 9:15 जति भएको छ होइन। ठ्याक्क 10 बज्दाखेरि त्यहाँ पुगिन्छ। सबजना काममा गइरहेछन् यसरी बिहान बिहान साइकलमा, यता गाडीमा होइन। सबलाई हतार छ बिहान। आज मेरो फर्स्ट दिन चाहिँ एकदम छिटो काममा हिँडेको दिन। तर बिहान उठेर हिँड्नुको फाइदा नै रमाइलो हुँदो रहेछ। बिहान जस्तो बिहानीको काम यसरी भएको थिएन आजसम्म होइन। जापान 2 वर्ष भएको, तर पनि यो 10 बजेदेखि नै काम चाहिँ अहिलेसम्म भएको थिएन। बेलुकातिरको मात्रै थियो कामहरू। अनि आज चाहिँ एकदम चाँडै उठेर खानासाना पकाएर खाएर होइन, हतार हिँड्दाखेरि त यो बिहान त एकदम दुरुक्क उठेर हिँड्दाखेरि त त्यो दिन फ्रेस स्टार्ट चाहिँ हुने रहेछ। तर दिन कसरी बित्छ चाहिँ फेरि खासै थाहा हुँदैन। दिनै काम कि काम भएन भने त अब बिहान उज्यालो हुन्छ, दिनभरि काम गरेर बेलुका रात पर्छ, अनि सुत्यो फेरि उज्यालो हुन्छ, अनि दिउँसो त देख्नै पाइँदैन। त्यस्तो नि हुने रहेछ। जापानको काम यस्तै छ। तपाईँहरू पनि के गर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। म पनि यस्तो केही ट्राई गर्न चाहिँ खोज्दैछु, तर राम्रो कन्टिन्यू चाहिँ भएको छैन। गर्छु भन्ने चाहिँ लाग्छ, तर पनि कहिल्यै कन्टिन्यू भएको छैन। किनभने आफैमा अलिकति कन्फिडेन्स नआए जस्तो फिल हुन्छ। तर त्यो चाहिँ आफूले फिल गर्ने कुरा मात्रै रहेछ। खासमा कन्फिडेन्स नहुने भन्ने चाहिँ कुरा हुँदो रहेछ। तर पनि आफूले आफैलाई अलिक के भन्छ, मोटिभेट गरिराख्नु पर्ने रहेछ होइन। यहाँ चाहिँ हेरौँ त्यो मर्सिडिज छ, फोर्डको के हो त्यो प्लस जस्तो चिन्ह भएको गाडी, फोर्डै होला त्यो। दुइटैको नम्बर 100 छ। यो घरमा चाहिँ सबै गाडीको नम्बरहरू चाहिँ 100 राखेको हुन्छ, किन अब पनि थाहा भएन मलाई। ल अब चाहिँ हामी पहिली बसेको घर छेउछाउको बाटो आइपुग्यो होइन। यता चाहिँ मलाई फेरि कस्तो लाग्छ भने यो ठाउँ चाहिँ एकदमै आफ्नो गाउँ जस्तो लाग्छ कि। किनभने ठ्याक्क जापान सुरुमा आएर अनि सबैभन्दा पहिले यही बाटोमा हिँडेँ नि त। अनि यही बाटोमा हिँडेपछि मलाई चाहिँ आफ्नै गाउँठाउँ जस्तो लाग्छ क्या। अब यसरी अब हामीले अलिकति हतार भएको अवस्था हो होइन। यसरी पेल्दै हिँड्ने हो। अनि यसरी पेल्दै हिँडेपछि अघि नेपालीको बानी त अब लेन नमिचिकन हिँड्न जानिँदैन होइन। हल्का लेन बिच्नै पऱ्यो। फेरि रातो बत्ती ज्याप बल्यो। आज कति बजिसक्यो होइन। ढिलो हुन्छ फेरि, अलिकति ढिलो भयो भने चाहिँ फेरि पुग्न त म आधी घन्टा जति पुग्छु। तर कहिलेकाहीँ चाहिँ यसरी ट्याक जाम पर्छ क्या। अरू बेला चाहिँ ट्याक्क खोलेकै बेला सुई जान पायो भने चाहिँ गइहालिन्छ। तर सधैँ जाम परिराख्यो भने चाहिँ फेरि ठ्याक्कै अन्तिमसम्ममा जाम हुँदाखेरि ढिलो हुन्छ क्या। यस्तै छ। बिहानको वातावरण चाहिँ एकदम रमाइलो हुने रहेछ। सबजना मान्छेहरू अफिस जाने दौडधुपमा हुन्छन्। यतिखेर एकदम जाम पनि हुन्छ नि त, अफिस टाइम भयो। अहिले कति बज्यो भने लगभग 27 भएछ, भ्याइन्छ। धेरै भएको छैन, 27 भयो। म 45-50 बजी पुग्नु पर्ने हुन्छ। किनभने उहाँ गएर नि फेरि अलिकति तयारी गर्नुपर्छ नि त। काममा भित्र छिर्ने लाउने लुगाहरू लाउनु पऱ्यो होइन। पुरै अगाडि छिर्नुपर्ने हुन्छ। ठ्याक्कै 10 बज्दाखेरि चाहिँ काममा छिर्ने गरी पुग्नुपर्ने हुन्छ। साइक्लिङ गर्दैछन्। हिजो चाहिँ मैले नि 2 घन्टा जति चाहिँ साइकलमा हिँडेको थिएँ होइन। मेरो लगभग जापान आएको 6 महिना जति चाहिँ मैले साइकल कुदाएँ। अनि त्यस पछाडि स्कुटर किने। साइकलले चाहिँ एकदमै ढाड दुख्यो मलाई होइन। अनि एकदम जाडोमा गर्मीमा धेरैमा चाहिँ साइकल लामो बाटो 1 घन्टा 1.5 घन्टा कुदाएर जानुपर्ने, आउँदा नि 1 घन्टा 1.5 घन्टा कुदाएर आउनुपर्ने। अनि मेरो चाहिँ एकदमै ढाड दुख्ने समस्या आयो। अनि मैले चाहिँ स्कुटर निकालेँ होइन। यो स्कुटर त यसलाई के भन्ने, 50 सीसीको यो स्कुटरै भन्दा नि भयो नेपाली भाषामा। खासमा गेन्सुकी भन्दो रहेछ जापानमा चाहिँ।
अनि यो निकालेपछि चाहिँ मैले साइकल खासै चलाएको थिइनँ, साइकल बिग्रियो। अनि फेरि साइकल फेरि यहाँ बनाउनलाई एकदमै धेरै मर्मत खर्चहरू चाहिँ एकदमै धेरै लाग्ने। अनि म आफैले चाहिँ 250 भन्छ, 100 रुपियाँमा 100, 150, 100, 200, 300, 500, 700मा सामानहरू पाउँछ, फिक्स रेट हुन्छ भनेको एकदम सस्तो रेटमा पाउँछ। अनि त्यहाँ गएर चाहिने उपकरणहरू त्यो खोल्ने टुलहरू किने अनि आफैले झट्ट किनेर चाहिँ ल्याएर घरमै बनाएँ। अनि अहिले बन्यो, तारहरू फेरेँ होइन, आफैले एमाजोनबाट अर्डर गरेर। अनि मैले लगभग त्यसलाई 1000 पनि खर्च गरिनँ होला, बाहिर लगेको 4-5 हजार रुपियाँ खर्च लाग्थ्यो होला। अनि त्यो बनाएँ। अनि बनाएपछि चाहिँ हिजो चाहिँ साइकल राइडमा जानु पऱ्यो भन्ने लाग्यो। अनि पम्प सेट भइरहेको छ फेरि। अनि फेरि हावा हाल्ने नपाएर डोर्याउँदै अलिक उता हेर्नेको भएर त्यही घरको उतापट्टि साइडमा चाहिँ त्यो पम्प पनि राखेर छन्। अर्काकै पम्प चलाएर लिएर गएँ। न त भने पम्प चाहिँ कि कम्युनिटीतिर नि हाल्न पाउँछ 100 रुपियाँमा लगभग एउटा टायर फुल हुने गरी हावा हुन्छ एउटा क्यानमा होइन। अनि कि त 10-20 रुपियाँ तिरेपछि त्यो हावा हाल्ने ठाउँमा हावा हाल्न पाइन्छ क्या, कति मिनटको लागि टक्कै त्यो खुल्छ हावा हाल्ने। अनि हावा हाल्ने चलाउन गर्न पाइन्छ। अनि त्यसरी हावा हालेँ। अनि हिजो चाहिँ यही बाटो भित्रभित्र कता गल्लीतिर गएँ क्या म। अनि त्यहाँ जाँदाखेरि चाहिँ लगभग 1.5 घन्टा जति कुदाएँ छु, 1.5 घन्टा 2 घन्टै कुदाएँ भनौँ न। अनि यो खोलामा नि आइपुगेँ म, अघि तल पुगेँ, एकदम माछाहरू चाहिँ उफ्रेर पुरै पौडी खेलिरहेको थिएँ, माछाहरू चाहिँ उफ्री नाचिरहेको थिएँ। अनि एकदम रमाइलो लाग्यो त्यो चाहिँ। अनि गुगल म्याप नहेरिकन हिँडेको, कहाँ पुगेँ थाहै भएन। भरे आफ्नो घर फर्केको बेलुका 20-25 मिनट टाढा पुगिसकेको छु क्या। घर पुग्छु कि भन्दै हिँडेको त 20-25 मिनट टाढा पुगिसकेको छु। अनि राति 7 बजेतिर मोबाइलमा म्याप हेर्दै फेरि घर फर्केँ। अनि त्यस्तै भयो। हिजो धेरै पछि साइकल कुदाएर ढाड पनि अलिअलि दुख्ला जस्तो भइरहेको थियो। भनेको त्यो बानी नभएर क्या, पेन हुने गरी भन्दा नि त्यो चाहिँ नयाँ बानी नभएर अभ्यास छुटेर चाहिँ दुख्ला जस्तो भएको थियो। अनि फेरि आज चाहिँ अब चाँडै काम छ, काम भयो। आज काम छ, भोलि छैन। अब म चाहिँ प्रायः यसरी नै भिडियो बनाउँदै हिँडौँ कि जस्तो सोचिरहेको हुन्छु, तर खासै केही कन्टेन्ट हुँदैन नि त। के बोल्ने कसो बोल्ने मलाई खासै यादै हुँदैन, भनेको बानी छैन। अनि मलाई चाहिँ बानी हुनको लागि पनि यसरी चाहिँ गोप्रो लाएर माइक लाएर बोल्दै हिँडौँ जस्तो लाग्छ। अनि रातो बलिसकेको थियो। अनि आज चाहिँ बानी हुनको लागि पनि हिँडेको। ल हेर, जापानमा चाहिँ फोहोर फाल्ने गाडी पनि एकदमै सफा हुन्छ होइन। मान्छेहरू चाहिँ अब यसरी फोहोरलाई जतापाए त्यतै फाल्दैनन्, यसरी प्लास्टिकमा हालेर कागले नखाओस् भनेर निलो प्लास्टिकले छोपेर टक्कसँगले गर्छन्। अनि गोमी फोहोरलाई पनि एकदम सफा प्लास्टिकमा हालेर लगाएपछि उठाउने मान्छेलाई नि फोहोर केही गन्ध आएन होइन। गाडी पनि त्यस्तै सफा भयो। यस्तो छ विकसित देशको सबै थोक विकसित, एकदम हरेक नयाँ कुरा टेक्नोलोजीले भरिपूर्ण होइन। सबको गर्ने तरिका चाहिँ एकदम वैज्ञानिक, एकदमै जेमा हेर त्यसैमा मान्छेहरू चाहिँ देश विकसित हुन चाहिँ मान्छे नै पहिले विकसित हुनुपर्छ जस्तो हुन्छ। जस्तो बाटोमा हिँड्दा पनि कसैले आफूले अरूलाई असर गर्छु कि असर नहोस् भन्ने हिसाबले चाहिँ मान्छेहरू सतर्क हुन्छन् होइन। सबै ठाउँमा त्यो नहोला, प्रायः ठाउँमा चाहिँ त्यस्तो हुन्छन्। अब चोर फटाइ त नआउने होइन। अब चोर फटाइ नआउने भए त अस्ति मेरो स्कुटर पनि फुटाइदियो। अब लगभग 4-5 लाखले त्यो भिडियो हेर्नुभयो होइन। अनि स्कुटर फुटाइदियो, यही स्कुटर हो, बनाएँ मैले, लगभग 40,000 जति खर्च लाग्यो। सानो एउटा यो अगाडिपट्टिको भाग सानो पट्ट फुटाएर भित्रको खोइ के तारसार काटिदिएको भरे 50,000 40,000 जति खर्च भयो। अनि त्यस्तो पनि हुन्छ हुन चाहिँ। अब चोर फटाइ नआउने ठाउँ त होइन, हुन्छन्। अब अनेक देशबाट आएका हुन्छन् मान्छेहरू। कुन देशका मान्छे कस्तो, कुन देशका मान्छे कस्तो त थाहा हुँदैन होइन। अनि मान्छेले देशका मान्छे फटा भन्नु भन्दा पनि मान्छेको आफ्नो व्यक्तिगत नेचर अनुसार हुन्छ होला। अब नेपाली जति फटा भन्ने बित्तिकै नेपाली सबै फटा नै हुँदैनन् होइन। अब जापानिज फटा भन्दा पनि जापानिज सबै फटा हुँदैन, चाइनिज फटा सबै चाइनिज फटा हुँदैनन्। अब त्यस्तै व्यक्तिको नेचर अनुसार फरक पर्छ। अब कोही मान्छे चाहिँ त्यस्तै हुन्छन्,
अब यसलाई चाहिँ यो देशका मान्छे यस्तो भनेर सिधै आरोप लगाउनु पनि मिलेन होइन। अब एउटै परिवारमा त यो परिवार खत्तम भन्न मिल्दैन, त्यो परिवारको कोही व्यक्ति खत्तम हुन्छ, समाजमा यो घरका खत्तम भन्नु हुँदैन, त्यो एउटा व्यक्ति खत्तम अलिकति त्यस्तै हुनसक्छ होइन। अनि त्यही भएर यहाँ चाहिँ मलाई एकदम रमाइलो लाग्ने कुरा भनेको चाहिँ सबै मान्छे चाहिँ एकदमै अरूलाई डिस्टर्ब हुन्छ कि भन्ने हिसाबले, अरूलाई चाहिँ डिस्टर्ब नहोस् भन्ने हिसाबले एकदम सचेत भएको देख्दाखेरि चाहिँ आहा जस्तो लाग्ने। तर फेरि हामी आफै पनि अब कहिलेकाहीँ अघि भर्खरै मैले लेन ओभरटेक गरेर आएँ होइन, त्यो हामी आफै पालना गर्दैनौँ क्या। ल अब ठ्याक्क उता कट्न आँटेको रातो लाइट बल्यो। यो गाडीहरू चाहिँ सबै बिक्रीमा राखेका गाडीहरू है। यो टोयोटा आइसी टोयोटा भन्ने रहेछ यहाँ। यो टोयोटा कम्पनीको गाडीहरू चाहिँ सब बिक्रीमा छन्। यस्तो एउटा गाडीको कति पर्छ 578 मान भनेको चाहिँ 10,000 लाख 57 लाख 100 मान भने 10 लाख भयो, 57 लाख 80,000 को चाहिँ पर्दो रहेछ। जेकिन सेकिन तिर्दाखेरि लगभग 60, 65, 70 लाख पर्छ होला। ल यहाँ नेपालमा चाहिँ हेर्नु यस्तो जेब्रा क्रसिङमा रोक्ने चलन हुँदैन। यहाँ चाहिँ एकदमै जेब्रा क्रसिङमा चाहिँ कोही मान्छे कट्दैछ कि साइकल यात्रीहरू हिँड्दैछन् कि यसरी हेरेर उनीहरूलाई पहिलो प्राथमिकता कट्न दिएर मात्रै गाडी कटाउनुपर्छ, होइन भने चाहिँ एक त एक्सिडेन्ट हुने सम्भावना त त्यत्तिकै छँदैछ। पुलिसले देख्यो भने पनि फाइन हान्छ। लाइसेन्सको नियम पोइन्ट हुन्छ, 2 पोइन्ट जाने कस्तो हुन्छ, अनि त्यस पछाडि 7,000देखि माथिको फाइन हुन्छ। नेपालमा चाहिँ 1,000, 2,000 फाइन हानु भन्दै यो गर्छन्, ट्राफिक नियम मान्दैनन् होइन। तर यहाँ चाहिँ एकदमै ट्राफिक नियम चाहिँ पहिलो नम्बरमा मान्नुपर्छ, किनभने गाडी किन्न जति सस्तो छ तर लाइसेन्स निकाल्न त्यति नै गाह्रो छ। किनभने गाडीहरू त एकदमै धेरै मात्रामा हुन्छन्, सेकेन्ड ह्यान्ड पनि सस्तो पाइन्छ, नयाँ पनि सस्तो पाइन्छ। पैसा मान्छेले त्यही अनुसारको कमाउँछन् होइन। तर लाइसेन्स निकाल्न चाहिँ एकदमै धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ, किनभने जो पाए त्यसले निकाल्न सक्दैनन्। ट्राफिक नियम एकदम कडा हुन्छ। अनि अलिकति ट्राफिक भोइलेसन गर्यो भने पनि फाइन लाग्ने, पोइन्ट घट्ने हुन्छ होइन। अनि जाँड रक्सी खाएर कुदाउने यताउति गऱ्यो भने त झन् लाइसेन्स गइ नै हाल्यो। अनि त्यही भएर मान्छेहरू चाहिँ एकदम जतन गरेर चलाउँछन्। यहाँ चाहिँ फेरि गाडी भएन भने जिन्दगी नै भएन, किनभने मान्छे एउटा सिटीमा बसेको हुन्छ, काम अर्को सिटीमा हुन्छ। अनि चाहिँ गाडीको लाइसेन्स चाहिँ अनिवार्य हुनै पर्यो। अनि गाडीको लाइसेन्स भएन भने काम पनि पाउन गाह्रो हुन्छ, आफ्नो कम्पनीमा काममा जान आउन गाह्रो हुन्छ। त्यही भएर चाहिँ मान्छेहरू एकदम केयरफुल भएर कुदाउँछन् गाडी कुदाउँदाखेरि पनि। यो चाइनिज रेस्टुरेन्ट रहेछ, चाइनिज रेस्टुरेन्ट ल्याइरहेछ होइन। एकदमै धेरै चाइनिज रेस्टुरेन्टहरू, जापानिज रेस्टुरेन्ट, कोरियन रेस्टुरेन्टहरू चाहिँ यो साइडमा चाहिँ धेरै छन्। तर नेपाली रेस्टुरेन्टहरू चाहिँ खासै छैन। यहाँ आइपुगेपछि एकदमै गाउँ जस्तो फिल हुन्छ। पुरै धानबारीहरू, धान काटिसकेको छन् यार। यता त कति छिटो धान काट्ने बेला भइसक्यो होइन। अनि यता चाहिँ पुरै हाउसिङ कम्पनीको घरहरू, सबै घरहरू उस्तै छ। एकदमै हेर्दाखेरि झुक्किने खालको टाइपको बस्ने, केटाकेटीलाई बस्ने यस्तो हरियो गार्डनहरू छ। तर केटाकेटी पो छैन नि त, केटाकेटीले खेल्ने गार्डनहरू त छन्। जापानमा केटाकेटी नै छैनन्, देखिँदैनन्, सबै कता जान्छन्, घरभित्रै बाहिरै हुन्छन्, घरभित्रै हुन्छन्, पढिरहेको हुन्छन्, स्कुल जाने हुन्छन्। उनीहरूलाई बाहिर आएर खेल्ने, केटाकेटी साथी बनाउने त्यस्तो टाइम पनि हुँदैन। उनीहरू खोइ त्यो नेचरै के हो है। अचम्म बिहान धेरै पछि यसरी हिँड्दा त रमाइलो लाग्दो रहेछ। तर यो बोल्ने बानी नभएकाले बोली नै सक्दो रहेछ। यो एकरो बोलिराख्दा त अर्कै आवाज पनि आउने रहेछ होइन। कोही त पसलहरू अहिलेसम्म खुलेकै छैन। ल जापानको चाहिँ पेट्रोल पम्प यस्तै हुन्छ। यो आफै टक्क आउने, हाल्ने, चलिदिने मान्छे चाहिँ कोही पनि हुँदैन होइन। भयो भने यसो अलिअलि त्यहाँ कहिलेकाहीँ हेल्प गर्ने मान्छे हुन्छन्, सिकाउने नजान्दाखेरि। त्यस्तै हो। कुन कारहरू हो यो? ल हेरौँ गाइज। यहाँ चाहिँ फेरि एक्सिडेन्ट भएको गाडीहरू ल्याएर राख्नु रहेछन् होइन। फरारीहरू यता खासै धेरै फरारीहरू चाहिँ छैन रहेछ, जापानमा देखेको छैन होइन। सुपर गाडीहरूमा चाहिँ यो सानो सानो जापानिजै टोयोटाहरूकै गाडीहरू हुन्छ, होन्डाहरूकै सुपर कारहरू, तिनै बढी देखेँ मैले चाहिँ। ल यति भन्दै आजलाई चाहिँ मेरो अब काम गरेन आइपुग्यो। त्यहाँ अगाडि सुसिरो लेखेको गोलो गोलो घेराइभित्र अक्षर लेखेको आइपुग्यो।
अब चाहिँ म यहाँ काममा छिर्छु। यस पछाडि मेरो 2 बजे छुट्टी हुन्छ। अनि छुट्टी भएर निस्केर कुरा गरौँला है त गाइज। बाई बाई। आज त कोही पनि छैन। यहाँ 10 बजे त बल्ल सुरु हुँदो रहेछ क्यारा। एकजना पनि आएको छैन त भने 2 जना त आएर छन्।